ल यो बोबाल भ्यू चाहिँ हाम्रो टाइगर सम्झेर हाम्रो दिकु ठुल्दाइलाई सम्झिन चाहन्छु। उहाँहरूलाई चाहिँ जोस् भ्यू चाहिँ एकदम चाख लाग्छ। खतरा छ त है, दामी छ त है भन्ने खालको मान्छे हो। हेर्नु होला। ल यस्तो छ हेर्नु। यतापट्टि चाहिँ चोयो हिमाल पर्छ। यो चाहिँ चाइनापट्टिबाट चढ्न मिल्छ। यो चाहिँ नेपालबाट मिल्दैन। यी सबै प्रायः चाइनिज हिमालहरू हुन्। हेर्नु होला दिकु सर, सन्जु सर। र यो फोटो भिडियो यस्तो दामी छ नि माउन्ट एभरेस्टको। तपाईहरुले पोस्ट गर्न पनि सक्नुहुन्छ, कपी गर्न पनि सक्नुहुन्छ, बेच्न पनि सक्नुहुन्छ, जे गर्न पनि सक्नुहुन्छ। तपाईहरुको लागि यो विशेष यो हेर्नु त गोक्यो लेकको टपबाट, रीको टपबाट यस्तो दामी यो पोस्ट गर्न सक्नुहुन्छ। हाइट धेरै सम्झेको छु मैले यहाँदेखि मित्रहरूलाई।